के को चेकिङ हो यो ल्या 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 केटीहरू 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 के हो यस्तो धन्यवाद ए प्रभु इट्स ओके हुन्छ कहिलेकाहीँ छोड गाह्रो छ नातिकन हिँड ल जाम साथी धन्यवाद साथी के विधि गर्मी हो यो हजुर यसलाई लहटेर किन आज तिमी नि निन्द्रा लाग्यो किन यस्तो सुत्न पायो हुन्थ्यो यस्तो भयो है गर्मीले ल जाम त ढाड यस्तो नि भयो निन्द्रा नपुगेको यार एक थोपा सुतेको नि त्यही भएर त्यो घाम लाग्यो गाई है पुरै चर्को घामले बरु पोल्दैन होला यो वाला घामले चाहिँ लास्ट पोल्छ के खै किन हो भने गर्मी भएर पाक्न आँटेको कि गाई है पुरै छोडिदिनु कहाँ गयो बेबु गइसक्यो पछि लाग्यो हामी धादिङतिर है मेन धादिङको भाइब लिनको लागि चाहिँ अब हामी यहाँबाट प्रवेश गरिसक्यौँ है अब चाहिँ टक्क लाएर जानुपर्ने हुन्छ यता लागेपछि चाहिँ अलिकति शीतल पनि रहेछ खै त्यो हाइवे त के साह्रो गर्मी हुन्छ किन त्यति गर्मी हुन्छ त्यो गाडीहरूले धेरै गुडेर त्यो रोडै आफै तातो भएको हुन्छ होला पनि कि औडै हुन्छ यार गर्मी त उता लागेपछि चाहिँ खासै गर्मी पनि फिल भएन आनन्द शीतल हावा जस्तो भयो बाटो त अलि साङ्ग्रो साङ्ग्रो रहेछ यतिर त खासै घरहरू त्यति छैन क्या हो भनेको उता माथितिर चाहिँ मन्दिरहरू रहेछ ऊ अब केरा घाट रहेछ कति धेरै केरा लाउनु भएको रहेछ यहाँतिर यो के को हो यो सिमी जस्तो पनि छ